मङ्सिरमा जन्मिने व्यक्तिहरूको नाकको टुप्पोमा नै रिस हुने गर्दछ। यिनीहरू कसैको अधीनमा बस्न पनि फिटिक्कै रुचाउँदैनन्। यिनीहरू सुरवीर मेहनती पनि हुने गर्दछन्। मेहनतको कार्यमा कहिले पनि पछि हट्दैनन्। यिनीहरू कोहीसँग न्यु खोज्दैनन्, तर न्यु खोज्न आउनेलाई छोड्दा पनि छोड्दैनन्। कसैले मित्रवत व्यवहार गर्छ भने उनीहरूको लागि ज्यान दिन पनि तयार हुन्छन् भने न्यु खोज्ने र झगडा गर्न खोज्नेलाई यिनीहरूले कदापि छोड्दा पनि छोड्दैनन्। अलिकति जिद्दी स्वभावका भए पनि परोपकार र समाज सेवाको कार्यमा पनि कहिले पनि पछि हट्दैनन्। सानो सानो कुरामा नै अत्यन्त रिसाउने गर्दछन्, तर रिसाए पनि धेरै बेरसम्म रिसलाई भने राख्न सक्दैनन्। चाँडै प्रसन्न पनि हुने गर्दछन्। कसैले अन्याय र अत्याचार गरेको छ भने त्यो हेरेर बस्न सक्दैनन्। अन्याय र अत्याचारको खिलाफ आवाज पनि उठाउने गर्दछन्। बोल्न भने कोहीसँग डराउँदैनन्। अत्यन्त साहसी पनि हुने गर्दछन्। आफूलाई चाहिएको र मन परेको कुरा जुनसुकै हालतमा गएर पनि किन नहोस् प्राप्त गरेर नै छोड्दछन्। हजुरलाई पनि आफ्नो जन्म महिना सम्बन्धी जानकारी चाहिएको छ भने कुन महिनामा जन्मिनु भएको हो कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। यदि मङ्सिरमा नै जन्मिनु भएको हो भने मङ्सिरको कति जन्मिनु भएको हो त्यो पनि कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। राधे राधे।